भिरिङ्गी जसमा त कतिवटा ठोक्नु पर्ने भए ओइ अच्छा भिजेर बोल्छ भिरिङ्गी ओए भिरिङ्गी 108 जना ठोकाउँछ दिनमा हिम्मत छ एउटासँग ठोका देखा न त स्पाइडमा जाँदै जाँदै आइज ठोक्न आइज भन्दा म त जान्छु भन्दा ठोक्नु पर्यो त जाति ठुलो कुरा गर्छ अझ मेरो मुतै झल्यो रे बरु राम्रोसँग झार्दिन पाइन भन्न जाठी ओइ भिखारी दुईजना कुकुरको जस्तो बेहोरा देखाउँछस् तिमीहरू ठुक्का साला जान्ठा ओए ढुकुरे के टाउको हल्लाको नि ओए कुकुर नि सिधा बस अगाडि ओए सिधा बस सलाम ठोक सिधा बस नमस्ते गर ओए, दिदीलाई नमस्ते कर नमस्ते गर त नमस्ते कर दिदीलाई नमस्ते गर नमस्ते कर ओए ओइ जाठा कुकुर त्यो किन कर त्यो किन लगाएको भन् दुईटा हात नमस्ते कर त्यो किन लगाएको दुईटा भन् हातले न ओ यसो नमस्ते बुझिस् भर्खर मुतेर आएको त्यही हातले समातेर अहिले भर्खर त्यही हातले नाकमा सुँदैछ छी ठोक्कपोरीहरू मलाई त ठोक्ने एकै हो हामीलाई त कतिजनाले ठोक्छ एकजनाले ठोकेको पुग्छ तँलाई ओइ भन्छ ओइ अब फेरि ठोक्नु जवान छैन नि त बहिनी 6 दिन भइसक्यो तँलाई एउटैले ठोकिरहेछ माखुरी अलि कहिले काहीँ चाख्ने गर्के थरी थरीको मालहरू बुझिस् नि हग्नु पऱ्यो जापान गयो जापान गएर ठास बसेर त चाक फर्केर हगे जस्तो होइन जिन्दगी न मेरो त बकुल्ला जस्तो जानेदाखेरि पुरा चिरपटाउरा जस्तो तिमीलाई डन मान्न पर्ने हामीले ओइ गायो तँलाई त जहिले पनि एउटाले मात्र ठोक्छ त्यहीले पुग्छ तँलाई भन्दा मलाई त पुग्दैन मलाई त थरी थरीको चाहिन्छ थरी थरीको ओए भिरिङ्गी कतिजना छ ठोक्ने रे त ओए कतिजना छ ठोक्ने ओए अगाडि आइज ओए अगाडि आइज ओए यसलाई आइज 108 एक दिनमा 108 ठोकाएर ठोक्कमा मर्लिस एक ठाउँमा एकजना ठोकिन्छ कति बेला आउँछ ठोक्न दियो यत्रो लामो पछाडिबाट आयो स्वाद लियो मजा 10 जना ठोकाउँदा पनि तेरो अनुहार होइन तेरो अनुहारमा 10 जना ठोक्दा पनि त जहिले त्यही हो क्या मुला तँलाई कतिजना ठोको भन्दा आजको दिनमा त्यही 10 जनाले ठोक्या भएर तेरो त्यो एक अनुहार केटाको जस्तो भएको त कि न एक त भयो कि त्यो ठोक्दा न केटामा रह्यो न केटीमा रह्यो बिचरा त्यही भएर उठेर मुचा तलको कुकुरको चोरको जस्तो अनुहार बोकेर के गरेको साला आफूले बोलेपछि अर्काले बोलेको चाहिँ सुन्नु पर्दैन कान थुन्छस् जाठा रिस उठाउँछ मलाई अरूलाई भनेपछि अरूले भने पनि सुन्न जान्नुपर्छ बुझिस् नि जाठा कुकुर साला ढुकुर लेभलमा बस बुझिस् नि यो हेर्न यो भिरिङ्गीको अनुहार उठेको नि सुचाएर भिरिङ्गीको अनुहार मा अनुहार ओठ हेर्न ओठ तेरो ओठ भन्दा पनि मेरो सानो बहिनीको ओठ राम्रो छ हो एक दिन एउटा साइडमा गयो अर्को दिन अर्कोसँग गयो अर्को दिन अर्कोसँग गयो एउटा आयो ठोको अर्को आयो ठोको मुजी बाटाको मादल भन्दा नि खत्तम